स्पाइडरम्यान ब्रान्ड न्यू डे हलमा चल्न थालिसक्यो। अझ झन् तपाईँहरू कतिले त यसको टिकट्स पनि लिएर बसिसक्नुभयो होला। तर मार्वलको यो स्ट्र्याटेजिक रिसेट बुझ्नु भएको छैन भने चाहिँ फिल्मको कति इमोसनल पन्चेस अनि भिजुअल क्युजहरू चाहिँ बुझ्न गाह्रो होला है। What is happening to me? तर डोन्ट वरी, हलमा जानुभन्दा अगाडि जान्नु नै पर्ने 5 वटा मेजर कुराहरू अहिले म भन्दैछु, किनकि आई वेन्ट टु फिल्म स्कुल सो द्याट यु डोन्ट ह्याभ टु। नो वे होमको डक्टर स्ट्रेन्जको स्पेल पछि अब यो दुनियाँमा कसैलाई पनि पिटर पार्कर को हो थाहा छैन। नट इभन एमजे, नेड अर एभेन्जर्स। हि इज अल अलोन अन द स्ट्रिट्स अफ न्युयोर्क सिटी। अनि अर्को कुरा, ठुला ठुला कस्मिक र मल्टिभर्सको लडाइँ छोडेर यो फिल्म पुरै स्ट्रिट लेभल क्राइम ड्रामामा आधारित छ। डेयर डेभिल वा किङपिङ जस्तो ग्रान्डेड चरित्रहरूसँग जोडिने यो एउटा ग्राउन्डेड सिनेमेटिक शिफ्ट हो। द ब्रान्ड न्यू डे कमिक एरा हेज अफिसियली बिगन। अनि मलाई पर्सनली इन्ट्रेस्टिङ लागेको भनेको चाहिँ यसपालि हेभी सिजिआई छैन। प्र्याक्टिकल स्टन्ट वर्क र ह्यान्डहेल्ड क्यामेरा मुभमेन्टहरूलाई अलिक बढी प्रायोरिटी दिएको छ। अब फिल्म अलिकति मोर रियलिस्टिक हुने अनि र हुने भएको छ है त। कमिक्समा ब्रान्ड न्यू डे आर्क त्यति बेला सुरु भएको थियो जब मार्वलले पिटरका सबै पुरानो रिलेसन र अट्याचमेन्ट्सहरूलाई मिटाएर उसलाई फेरि एउटा स्ट्रगलिङ फोटोग्राफर र हिरो बनाएको थियो। फिल्मले त्यही एक्ज्याक्ट टोन फेरि रिपिट गर्दैछ। अनि लास्टली ब्याक टु बेसिक्स। यसमा आइरन म्यानको न्यानोटेक वा एआई एसिस्टेन्ट हुनेवाला छैन। पिटरले आफ्नै हातले सिएको साधारण कपडाको सुट र बेसिक वेब सुटर्स मात्र प्रयोग गर्नेछ। यति 5 वटा कुराहरू बुझेर तपाईँ ब्रान्ड न्यू डे हेर्न जानुभयो भने तपाईँको फिल्म वाचिङ एक्सपिरियन्स चाहिँ बबाले हुन्छ। फलो फर मोर सच कन्टेन्ट्स।